यो प्रहरीको तलब जुन भत्ता बढ्या छ यसमा अलिकता नपुग्ने 1 केजी मासु नै आउँदैन भन्ने कुरा छ। यस्तो छ अब त्यसो त पत्रकारहरूको तलबै पनि छैन पनि भन्छन्। मैले तपाईँलाई प्रति प्रश्न गरेँ भने तपाईँले जवाफ दिन सक्नुहुन्न। तर म तपाईँलाई यति मात्रै भन्छु भने के भन्छु भने मूलभूत रूपमा सबै सुरक्षा निकायहरूको मुलुकको अवस्थाअनुसार तलब भत्ता आउने हो। यसमा अहिलेसम्म एउटा समानताको हिसाबले पनि अन्य सुरक्षा निकाय बराबर हुनुपर्छ भन्ने कुरा हो। यो पैसा कति हुन्छ, कतिले मान्छेलाई पुग्छ भन्ने कुरा मान्छेका अनगिन्ती धेरै अपेक्षाहरू हुन सक्लान्। तर हामीले के भने यसमा समानताको विषय, यो पैसा कति हुने भन्ने, कति धेरै खाने भन्ने विषय होइन। हामी मुलुकको लागि नखाइकन पनि काम गर्छौँ। 24 घण्टा खटिनलाई पानी नखाइकन सडकमा काम गरेर आउँछ मान्छे होइन। त्यो विषय होइन। त्यो विषय के हो भने हामी न्यायको लागि, समानताको लागि काम गरिराख्ने प्रहरीहरू आफैमा यहाँ हुँदैन। समान व्यवहारको कुरा, समान रासनको कुरामा थियो। यो त मुलुकको अवस्थाले हामीले जे छ त्यसमा सन्तुष्ट हुनुपर्ने हुन्छ। धेरै अपेक्षा गर्नुहुन्न, काम गर्ने, मुलुकलाई शिरमा राख्नुहोस्, काम हुन्छ। त्यसरी तपाईँलाई चित्त बुझ्छ, तपाईँलाई सन्तुष्टि हुन्छ। यहाँको सफल कार्यकालको शुभकामना।